आज म भेन्डी फ्राई गर्छु। अब म यसलाई काटकुट गरेर रेडी गर्छु। धुइधाइ गरेँ मैले। भेन्डी फ्राई गर्नुको लागि मैले अलिकति बेसन लिएको छु। थोड़ा तोरी पनि हालेछु, गुडा तोरी। हल्दी हालेँ अलिकता निमक हालेँ। अब म अलिकति पानी हाल्दैछु। मैले कराई बसाएँ। अब तेल हाल्छु म अब भेन्डी हाल्दैछु। अब भेन्डी मिलाउँछु म। मैले भेन्डी मोलमाल गरेर मिलाएर रेडी गरेँ। अब म फ्राई गर्छु। तेल गरम भएछ। अब म भेन्डी हाल्छु। भेन्डी मैले माझबाट फाडेको छु किनभने मसलाहरू निमकहरू पस्छ। भेन्डी फ्राई हुँदैछ। भेन्डी मैले पल्टाएँ, पाक्दैछ, फ्राई हुँदैछ। भेन्डी फ्राई भयो। म अब उतार्दैछु भेन्डीलाई। भेन्डी फ्राई भयो, मैले उतारेँ। मैले भेन्डी फ्राई गरेको हजुरलाई रेसिपी राम्रो लाग्यो भने हजुरले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। मैले थोरै भेन्डी फ्राई गरेको।